टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिड़ो सफलता को बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ बीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु सम्बन्धी प्रसङ्गबाट। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको छ। झापाको बिर्ता मोड 8 की 45 वर्षीय महिलाको आइतबार बिहान 12:25 मृत्यु प्रतिष्ठानले जनाएको छ। मृतकमा मुटु सम्बन्धी पुरानै समस्या रहेको प्रतिष्ठानले जनाएको छ। पीसीआर परीक्षण गराउँदा मङ्सिर 19 गते कोरोना पोजिटिभ आएपछि उनलाई सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसमा पढाइ सुरु हुने भएको छ। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकको निर्णयपछि कोरोना संक्रमणका कारण रोकिएको पढाइ फेरि सुरु हुन लागेको हो। त्रिभुवन विश्वविद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न जनाएको छ। भौतिक उपस्थितिमा सम्भव नभएर अन्य वैकल्पिक विधि अपनाइनेछ। त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रधानाध्यापक डाक्टर पेशल दाहालका अनुसार पालिकाको स्वीकृतिमा भौतिक रूपमा उपस्थिति भएर क्याम्पस सञ्चालन गर्न पाइन्छ, तर कोरोनाको जोखिम भएमा अनलाइन लगायतका वैकल्पिक विधिलाई निरन्तरता दिनुपर्छ। कोरोनाको जोखिम नभएका ठाउँमा भने वैकल्पिक माध्यमबाट पढाउनु पर्ने आवश्यकता नै रहँदैन। भौतिक रूपमा उपस्थिति भएर कक्षा सञ्चालन गर्न पालिकाले स्वीकृति नदिएको अवस्थामा भने वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्नुपर्ने पर्छ। जसरी भए पनि नियमित कक्षा भने सञ्चालन गर्ने पर्छ। त्यही भनेर देशभरका क्याम्पसलाई निर्देशन दिएका हो। दाहालले भन्नुभयो, अहिले पनि जुम्ला, भोजपुर, इलाम, तेह्रथुम लगायतका ठाउँमा शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन भइरहेका छन्। ती ठाउँमा पालिकाले स्कुल समेत सञ्चालनका लागि अनुमति दिएका छन्। अन्य पहाडी भेगमा पनि कक्षा सञ्चालन गर्न सक्ने अवस्था छ। त्यस्ता ठाउँमा पालिकासँग स्वीकृति लिएर भौतिक रूपमा नै कक्षा सञ्चालन गर्न सकिन्छ। काठमाडौँको आज भोलिमै पालिकासँग समन्वय गरेर सार्वजनिक सूचना निकालेर कक्षा सञ्चालन गरिहाल्न उहाँको अनुरोध छ। कोरोना सुरु हुनुभन्दा पहिला जसरी सामान्य अवस्थामा पढाइ हुन्थ्यो त्यसै गरी कक्षा सञ्चालन गर्न भनिएको उहाँले बताउनुभयो। तर स्वास्थ्य मापदण्ड भन्ने अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ। मास्क लगाउने, भौतिक दूरी कायम गर्ने कुरालाई ख्याल गर्नुपर्छ। सरकारले तोकेको सबै सुरक्षा मापदण्ड अपनाएर मात्रै कक्षा सञ्चालन गर्न पाइन्छ। 28 मङ्सिरमा विज्ञान तथा प्रविधि शिक्षण र व्यवस्थापन सकाइले चौथो वर्षमा परीक्षा हुँदैछन्। पहिलो चरणको परीक्षा सकाएपछि स्नातकोत्तर तहको माग र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने कार्यालयले जनाएको छ। सत्तारूढ नेकपा भित्रको विवाद झन्नै पेचिलो बनेको छ। दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय बैठक असफल भएपछि विवाद स्थायी कमिटी बैठकमा प्रवेश गर्दैछ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको असहमति बीच आइतबार पार्टी कार्यालय धुम्लाहीमा स्थायी कमिटी बैठक बोलाएको छ। स्थायी कमिटी बैठकमा ओली उपस्थित हुने र नहुने अनिश्चित छ। शनिबारको बैठकमा ओलीले पार्टीमा देखिएको विवाद सचिवालय बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिनुभएको थियो, तर सचिवालय बैठकमा सहमति हुन नसकेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल पक्षले दुवै प्रस्ताव स्थायी कमिटीको बैठकमा लगेर छलफल गर्नुपर्ने अडान लिएका थिए। शनिबारको सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गर्ने सचिवालय बैठकले निर्णय गरेको छ। सचिवालय बैठकमा सचिवालय सदस्य तथा गृहमन्त्री राम
बहादुर थापा बादले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा कार्यदल बनाएर विवाद समाधान गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो। तर यसमा नेता गौतम सहित प्रचण्ड नेपाल समूहले महाधिवेशन नहुनसम्म हरेक निर्णय सहमतिमै गर्नुपर्ने निर्णय विपरीत पार्टी एकताको प्रस्टिर तोड्न लागेको भन्दै उहाँले आफूलाई महाधिवेशन अघि अध्यक्षबाट र चुनाव अघि प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने चेतावनी पनि दिनुभएको छ। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यसपालि आउन नमिल्ने भयो आमा। यो दसैँमा निधार खाली नै हुने भयो। दसैँमा निधार खाली राख्न हुन्न नि बाबु। हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै नयाँ साथी बनाउँदै रिसाकोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन। चोको 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 फन। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत संघर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन के, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनुभयो होला? सिमेन्ट चाहियो त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? जुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? आशा हो तिमी मेरो, भरोसा हो तिमी मेरो, तिमी नै हौ सपना अटुट, तिमी सहयात्री मेरो। टिभीएस बाइक वा स्कुटर किन्नुहोस् र जित्नुहोस् स्योर सर्ट रु 9,000 सम्म वा 0% ब्याज दरमा फाइनान्स वा बजार मूल्य भन्दा थप रु 15,000 सम्म एक्सचेन्ज बोनस पाउनुहोस्। साथै बम्परमा किने पनि नकिने पनि अपाचे RR 310 जित्नुहोस्। टिभीएस, दशैंको आशा। नाममै यसको शक्ति छ, नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपिसी सिमेन्ट। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। सवारी चालक अनुमति पत्रका लागि लिखित परीक्षा पास गरेका परीक्षार्थीले 18 महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन्। यसअघि लिखित परीक्षा पास गरेर ट्रायलमा फेल भएका परीक्षार्थीहरूले 90 दिनभित्र 2 पटकसम्म मात्र ट्रायल दिन पाउने व्यवस्था थियो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण लिखित परीक्षा पास गरेर ट्रायल दिन नपाएका र पहिलो पटक ट्रायलमा फेल भएका परीक्षार्थीलाई लिखित गरी नियमित लागू गरिने यातायात विभागले जनाएको छ।
काठमाडौँ उपत्यका सहित अहिले केही ठाउँको मौसम बदली भएको छ। भारतको बिहारमा बनेको निम्नचापीय प्रणालीका कारण उपत्यका सहित मध्यम र पूर्व लगायत अन्य केही ठाउँको मौसम बदली भएको मौसमविद मन्सुर समीर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार आज उपत्यका सहित मध्य र पूर्वका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ। यस्तै आज हिमपातको पनि सम्भावना रहेको मौसमविद श्रेष्ठले बताउनुभयो। बिहारमा बनेको निम्नचापीय प्रणालीका कारण अबको 3 दिन नै मौसम यस्तै रहने मौसमविदले बताएका छन्। अहिले देशका धेरै ठाउँमा हुस्सु लागेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। वैज्ञानिकले पहिलो पटक अन्तरिक्षमा मुला फलाएको छ। यसलाई सन् 2021 मा धरतीमा ल्याउनेछ। नासाकी अन्तरिक्ष यात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेसनल स्पेस स्टेसनमा फलाएको मुला उल्लेखिलकी हुन्। केटलाई 20 वटा मुलालाई प्याक गरेर सन् 2021 मा पृथ्वीमा ल्याउनका लागि कोल्ड स्टोरमा राखिएकी छिन्। नासाकी ट्विटरमाथि यसबारे जानकारी दिएकी हुन्। नासाले यो परीक्षणको नाम प्लान्ट हेबिटेट 02 राखेको छ। स्पेस स्टेसनमा फलाउनका लागि मुला नै यसकारण रोजियो किनभने वैज्ञानिकलाई विश्वास थियो कि यो 27 दिनमा तयार हुनेछ। यहाँ फलाएको मुला पोषक तत्व पनि छन् र यो खान लगायत पनि छ। इन्टरनेसनल स्पेस स्टेसनको ट्विटरमा दिएको जानकारी अनुसार अध्ययनका लागि मुला प्रयोग गर्नुको कारण यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ र यो तीव्र गतिमा फल्ने गर्छ। नासाका अनुसार मुला फलाउन धेरै हेरविचारको पनि आवश्यकता पर्दैन। स्पेसको जुन चेम्बरमा यो फलाएको छ त्यहाँ रातो, नीलो, हरियो र सेतो LED लाइटको प्रकाश राखिन्छ ताकि बोटको विकास राम्रो होस्। अन्तरिक्षमा फलाएको मुलाको तुलना फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा फलाएको मुलासँग गरिनेछ। मुला प्लान्ट हेबिटेट अध्ययनका लागि प्रयोग गरिन्छ किनभने यो पौष्टिक तत्वले भरिपूर्ण हुनुका साथै तीव्र रूपमा बढ्न र जेनेटिक रूपमा अन्तरिक्षमा धेरै जसो अध्ययन गरिने बिरुवा अराबिडोप्लेक्सिस जस्तै हुन्छ। मुलालाई एडभान्स प्लान्ट हेबिटेटमा फलाइन्छ। एडभान्स प्लान्ट हेबिटेट बिरुवाहरूको शोधनको विकासको चेम्बर हो। हवस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।